हेलो साथीहरू, दर्शन नमस्ते। सन्चै हुनुहुन्छ हजुरहरू? म पनि सन्चै छु। अनि हजुरहरूकोतिर गर्मी कतिको छ? हाम्रोतिर झापामा चाहिँ एकदम धेरै गर्मी छ। म चाहिँ पसलबाटै भिडियो बनाइरहेको छु। आज दिउँसोबाटै भिडियो स्टार्ट गर्नु पर्यो भनेर स्टार्ट गरेको। अनि म चाहिँ निगुरो खेलाउन गइरहेको छु। हाम्रो दोकान अगाडि चाहिँ एउटा आन्टीले बेच्न ल्याउनु भएको रहेछ। अनि मैले 50 रुपियाँको निगुरो आन्टीसँग किनिदिएँ। अब म यसलाई केलाउँछु भनेर सब्जीको लागि। हजुरहरूकोतिर के सब्जी खानु हुँदैछ साथीहरू? अब म यो निगुरो पनि केलाउँछु, हजुरहरूलाई देखाउँछु है त कति हुन्छ केलाउँदा। कति राम्रो छ, हरियो। मलाई यस्तै हरियो 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 परियो खान मन लाग्छ। 3 मुठालाई चाहिँ 50 रुपियाँ। सक्नुहुन्छ साथीहरू, मैले चाहिँ निगुरो पनि केलाएर सकिसकेँ होइन। अनि यति भएको छ केलाको निगुरो चाहिँ। अनि डन्ठा चाहिँ हेर्नु न कति धेरै छ। खाने भन्दा फ्याल्ने धेरै के, त्यही पनि खानै पर्यो। के गर्नु, यस्तो गर्मीमा केही रुच्दैन। हरियो परियो भनेपछि एकदम धेरै मनपर्छ। अनि यो चाहिँ फाल्ने, यो चाहिँ खाने। निगुरो पनि केलाइसकेँ। अब चाहिँ म पसलमा चाहिँ 2-2.5 घन्टा जस्तो बस्नुपर्ने हुन्छ। अनि मलाई मेरो बुढा लिन आउनुहुन्छ। अनि हामी घर जान्छौँ। अनि घर गएर चाहिँ काम केही हुन्न, खाना खाने सुत्ने हो होइन। अहिले म हजुरहरूलाई देखाउँदै जानेछु अरू म के गर्छु भनेर। हस् त। मेडिकलमा दबाई पनि किने।